ल यो फेरि ठ्याक्कै मुत्राबाट देखिने केही दृश्यहरू है साथीहरूलाई। ल हेर्नुहोस् यो उता त सी साइडको देखाएको थियो भने अहिले सी साइडभन्दा चाहिँ पछिपट्टिको यो देखिने दृश्यहरू पनि हेर्नुहोस् है। यो टक्कलाई चाहिँ ठ्याक्कै नेपालको जटा मेटाउने सुक्खा चट्टान पहाडहरू छन् भने त्यही बिचमा तल चाहिँ मसिना मसिना घरहरू चाहिँ सुन्दर एउटै कलरका घरहरू छन्। र यहाँको नियम चाहिँ के रहेछ भने सायद कतिलाई जानकारी छ या छैन, ओमान सिटीभरि एउटै कलरका घर यानि कि अलिकता सेतो अथवा चाहिँ हल्का खरानी रङको चाहिँ घर कलर बनाउनलाई चाहिँ कुनै पनि गभर्मेन्टसँग चाहिँ पर्मिसन लिनु पर्दैन रहेछ भने यदि उसले चाहिँ आफ्नो चोइसको चाहिँ कलर लगाउन चाहन्छ भने त्यसको लागि चाहिँ यहाँ ओमानी गभर्मेन्टसँग चाहिँ म यस्तो कलर गर्दैछु है भनेर अनि त्यहाँसँग पर्मिसन लिनुपर्ने रहेछ। हाम्रो नेपालमा जस्तो जथाभावी कहिले रातो कहिले हरियो कहिले सेतो कहिले निलो त्यस्तो चाहिँ रङको घर चाहिँ बनाउन मिल्दो रहेछ। यहाँ यदि चाहिँ तपाईँको आफ्नो चोइसको रङ बनाउने घर बनाउँछ भने चाहिँ यहाँका भनौँ न नगरपालिका होला, महानगरपालिका, गाउँपालिका के छ होला त्यहाँदेखि चाहिँ पर्मिसन दिनु पर्दो रहेछ भने। हेलो भाइ, यति राम्रो ठाउँ भनेको छ, यति डेभलप गरेको छ है त। यो देश यस्तो पहाडी क्षेत्र चट्टानै चट्टानको क्षेत्र भए पनि अब सम्पूर्ण रूपमा डेभलप भइसकेको छ है। त्यही त हाम्रो देश कहिले डेभलप हुने कहिले यस्तो भएको देख्न पाउने। अनि त्यसैले साथी हो यसो भोट हाल्दा चाहिँ विचार गरौँ है त, कस्तो व्यक्तिलाई चाहिँ जितायो भने यस्ता हामीले बारम्बार भन्ने नै गर्ने खाडी मुलुक साउदी, कतार, बहराइन, ओमान, दुबई जस्ता देशहरूको जस्तै कहिले बनाउनु भनेर तपाईँहरूको हाम्रै हातमा छ। अब त्यही नेपालमा पनि यस्तो केही विकास डेभलप भएको देख्न चाहनुहुन्छ भने अहिले विचार गरेर गर्नु होला साथी। यस्तो सुन्दर दृश्य छ कि आमामा, जति अगाडि हिँड्यो त्यति नै सुन्दर ठाउँ, जति अगाडि बढ्यो उति सुन्दर ठाउँ हुने ठाउँ छ कि। हेर्नुहोस् ल है, हेर्नुहोस् त यस्तो ठाउँलाई। र नेपालमा चाहिँ एउटा कुरा के कमजोर छ भने अब हाम्रो एउटा ठाउँको अभावले गर्दा पनि होला सायद नेपालमा चाहिँ पहिला घर बनाएर अनि बाटो बनाउने चलन छ भने यहाँ चाहिँ पहिला बाटो बनाएर घर बनाउने चलन छ। तसर्थ पनि सायद राम्रो देखिएको होला जस्तो लाग्छ है मलाई चाहिँ। तपाईँहरूलाई कस्तो लाग्छ जानकारी पाउँदै गरौँ साथी है। मेरो अनुभवले चाहिँ यही भन्छ है। ल यस्तो वाउ छ कि। ल बिहान चाहिँ 2 घन्टादेखि चाहिँ म हिँडिराखेको छु, तर हिँडे तापनि मलाई चाहिँ यो दृश्यले गर्दा रमाइलो ठाउँले गर्दाखेरि मलाई चाहिँ कुनै पनि ठकेको महसुस भएको छैन। कति मजाको ठाउँ, कति आनन्दको ठाउँ। वाउ, दुबई गयो दुबई त्यस्तो राम्रो लाग्छ, ओमान आयो ओमान त्यस्तै राम्रो लाग्छ। के गर्नु हो साथी, यार नेपाल गयो टिक्का लाग्छ है। किन होला त आफै भन्नुहोस् न। गाडीहरू आफ्नै गतिमा दौडिराखेका छन्, नो हर्न।
है धुलो भन्ने छैन। आज 3 दिन भयो म एउटै कपडामा हिँडिराखेको छु, तर खै त धुलो मैला उड्ने भयो पो त्यसपछि अनि यसो कपडा पनि फोहोर हुन्छ। बरु आफ्नै शरीरको चाहिँ मैला चाहिँ बरु यहाँको बाटो घाटोतिर टाँस्छला भन्ने पो पिर भइसक्यो मलाई त। हेर्नुहोस् ल हेर्नुहोस् त ल वाउ ल उफ हाम्रो नेपालमा त तपाईँको चाहिँ एउटाले खाल्टा खनेर पुर्दियो भने पनि त्यसलाई विकास भनेर अनि भोट माग्न आउँछन् है। एउटा घरको छेउमा ढाडा बनाइदियो भने विकास गरिरहेको छु मैले चाहिँ, पानी बनाइदिएको छु मैले, पानी ल्याइदिएको छु मैले, अरू चाहिँ मलाई भोट हाल्नुहोस् है भन्छन्। ल हेर्नुहोस् विकास भनेको यो हुन्छ। हेर्नुहोस् कसरी डेभलप गर्नुपर्छ र कसरी चाहिँ यस्तो बनाउनुपर्छ भन्ने कुरा यहाँ कमनका नेताहरूसँग सिक्नुहोस् है। ल हाम्रो नेपालका नेताहरूले ल हेर्नुहोस् ल हेर्नुहोस् वाउ है ल हेर्नुहोस् त ल कतै केही एउटा केही छ त धुलो मैलो केही छ त ल हेर्नुहोस् ल एउटा पात सित्ता पनि छैन। ल हेर्नुहोस् ल हेर्नुहोस् अब हेर्नुहोस् त ओ यहाँ के हो यहाँ चिउरीको बुट्टा पनि देखेँ मैले। ल हेर्नुहोस् ल हेर्नुहोस् ब्युटिफुल सो ब्युटिफुल। हेर्नुहोस् त फुल क्या राम्रो फुलिरहेको छ। ल हेर्नुहोस् त ल ए हाम्रो नेपालमा भयो एउटा नाचार निचर पारेर त्यसपछि मन्दिरमा लगेर चढाइसक्थ्यो होला। ल हेर्नुहोस् यहाँ चाहिँ ल हेर्नुहोस् त ल त्यहाँ आनन्दको छ। ल हेर्नुहोस् न है फुलहरू फुलिरहेको छ। ल हेर्नुहोस् आहा ल तर यहाँ बाटो काट्दा चाहिँ अलिक ध्यान होसियारपूर्वक हुनुपर्ने रहेछ है साथी, किनभने यहाँको स्पिड यति हुन्छ कि भन्नै सकिँदैन, कतिखेर कहाँबाट गाडी आउँछ थाहा हुँदैन। ल हेर्नुहोस् ल हेर्नुहोस् त भाइ अब यहाँ बस स्टप आएको छ। यहाँ नेपालमा भएको भए अब यता त रोक 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 भनेर जहाँ पाइ त्यो रोकिन्थ्यो। यहाँ चाहिँ जहाँ बस स्टपको चाहिँ सिग्नल छ, जहाँ बस स्टपको चाहिँ साइनिङ छ त्यहीँ मात्रै बस रोक्छ है साथीहरूलाई यहाँ चाहिँ। ल अरू ठाउँ चाहिँ रोक्ने भन्ने नो चान्स। ल यस्तो छ। ल हेर्नुहोस् ल वाउ ल हेर्नुहोस् म अघि यसको ठ्याक्कै पछि गएको थिएँ भने ल हेर्नुहोस् अहिले म हिँडेर है म हिँडेर चाहिँ अहिले फेरि सेम त्यसैको ठ्याक्क अगाडि पछाडि आइपुगेको छु म चाहिँ। ल हेर्नुहोस् ल वाउ ल हेर्नुहोस् अघि म यहीबाट भएर यसको ठ्याक्क त पछाडि गएको थिएँ भने अहिले चाहिँ म त्यसको फेरि यस्तो ठ्याक्क अगाडि आइपुगेको छु है। गाडीमा कति हिँड्नु भनेर त्यसपछि यसो हिँडिराखेको छु। तपाईँ चाहिँ गाडीबाट त्यति राम्रोसँग दृश्य लिन पाएन र लिन पनि नदेखिँदो रहेछ बसबाट। त्यसैले म तपाईँहरूको लागि मात्रै भए तापनि मजाले खुट्ला फुट हिँड्दै तपाईँहरूलाई चाहिँ यहाँको ओमनको मात्रा भन्ने खालको दृश्य देखाइरहेको छु। यता सी एरिया छ। हेर्नुहोस् आहा चुप्लुङ पौडी खेल्ने जस्तो पो भयो त। हेर्नुहोस् घरमा जान्छ। अनि यहाँको फुटपाथको कुरा गरौँ। ल हेर्नुहोस् नेपालमा फुटपाथ चाहिँ बढाउन लाग्यो हो। ल यस्तो फुटपाथ बढाएर चाहिँ हाम्रो जिजु बाजेको सांस्कृतिक सम्पदाहरू मेट्यो भनेर चाहिँ अब काठमाडौँका न्यु रोडका वडा अध्यक्ष लगायत केही पार्टीका नेता झोलेहरूले चाहिँ हङ्गामा गरिरहेको थियो। ल हेर्नुहोस् यहाँ हेर्नुहोस् ल हेर्नुहोस् त कति ठुलो छ फुटपाथ। ल हेर्नुहोस् ल वा ल न कसैलाई ठोक्किने डर न कसैलाई चाहिँ घोचिने डर है।
ल हेर्नुहोस् फुटपाथ कत्रो हुन्छ भन्ने कुरा चाहिँ विदेशमाथिबाट विदेशीसँग हेर्नुहोस् ल यहाँ मान्छे छ हुन त अब यहाँ अहिले सायद यो अफ सिजनले होला अथवा यो समय नभएको होला कुन समय हो यहाँ होइन त्यसैले पनि म एक्लै हिँडिरहेको छु गाडी कति छिटो आउँछु साटै जाने गरेर दौडेर ल त्यो पारी चाहिँ एउटा साइड सानसानो सिपहरू आफ्नै गतिमा आइराखेको छ है मलाई होस् त्यो डल्लो भएको ठाउँमा जानु चाहिँ मन लाग्यो त्यहाँ जानको लागि चाहिँ बाटो कहाँदेखि हो है यहाँ काम गर्ने साथीहरू त कन्ने रहेछन् त्यहाँ अब यहाँ भाषी चाहिँ प्राय अब अरबिक दोस्रो भाषा चाहिँ तपाईँको चाहिँ तमिलनाडु चल्दो रहेछ है ओह म त्यहाँ जाने कोसिस गर्छु त्यहाँ जाने एकजना टुरिस्ट जस्तो त्यहाँ गइरहेको जस्तो देखिरहेको छु मैले है म यो बाटो पनि किन हिँडेर देखाइराखेको छु त यो दृश्य तपाईँहरूलाई भनेर हेर्नुपर्दा म अघि त्यो बाटो आएको थिएँ भने म अहिले चाहिँ यो बाटो जाँदैछु अघि त्यो बाटो म बसमा आएँ भने मैले चाहिँ यो बाटो चाहिँ म अहिले चाहिँ जाने बसमा चढ्ने विचार गरिरहेको छु किनभने अब धेरै हिँड्नु पनि सकिँदैन होइन भोकै लागिसक्यो कतिपय ठाउँहरूमा हामीहरू चाहिँ घुम्न जानु पर्दाखेरिमा धेरै नै पैसा खर्च गरेर जानुपर्छ भने हामी अहिले चाहिँ ठ्याक्कै मौका मिलेको थियो र मौका मिलेकोमा मौका मिल्दै गर्दा किन यो टाइम त्यत्तिकै चाहिँ कोठामा बसेर स्पेन्ड गर्ने भन्ने लाग्यो र त्यसैले पनि यसो अब यहाँको अमनको चाहिँ घुम्ने ठाउँहरू घुम्ने सहरहरू कहाँ कहाँ छन् भनेर चाहिँ घुम्न पनि मन लाग्यो र म आफै नै गुगलतिर खोजेँ मेरो चाहिँ त्यहाँबाट म बसेको ठाउँदेखि कतिको टाढा छ कतिको नजिक छ भन्ने हिसाब किताबले चाहिँ मलाई जान्न मन लाग्यो र गुगलतिर खोजेको अनि यो चाहिँ यो मत्रा MATTARH भन्ने ठाउँ रहेछ र यो यस्तो राम्रो ठाउँ छ कि आँखालाई नदेख्ने समुद्र छ अरे बाबा हो है अब म अघि ठ्याक्कै योबाट गइरहेको थिएँ भने अहिले चाहिँ म यो त्यता हिँडिरहेको छु होइन त्यस्तै छ बाटो चाहिँ बहुत सुन्दर पनि छ आफ्नो गतिमा हिँडिरहेको छु त्यो माथि जानको लागि चाहिँ सायद मेरो ख्यालमा आउँदो रहेछ क्या तर म गएन माथि म जाएँ किन अब हिँड्दा त थाकी पनि सकेँ है म एकछिन हिँड्छु र जहाँनिर चाहिँ बस स्टपको साइनिङ देख्छु त्यहाँनिर चाहिँ बस्ने कोसिस गर्छु र बस आयो भने बसमा जान्छु र खाना खानु पर्छ र बोल अब अहिले 12 पनि बस्न लाग्यो होला है भोक पनि लागिसकेको छ घाम पनि चक्को राखेको छ बिहान चिया र कफी मात्रै खानु निस्केको तर चाहिँ समुद्रको छेउ भएको भएर होला त्यति साह्रै उस्तो छैन गर्मी त छैन चिसो हावा पनि आइरहेको छ गर्मीले पनि अलिअलि गर्मी भइरहेको छ सबै गर्नको लागि यसरी चाहिँ तपाईँको मिठो
छ त्यहाँ अगाडि चाहिँ अब बस स्टप जस्तो देखाएको छ उहाँले त्यो बस स्टपै हुनुपर्छ ल त्यहाँ बस स्टप आएर बस स्टप तिरेर अनि फर्किनु पर्ला किनभने धेरै खाली छ यो दृश्य देखेर त मैले भिडियो बन्द गर्ने मलाई आएन साथी के गर्नु अब यदि चाहिँ तपाईँहरूलाई मैले भन्ने शब्दहरू चाहिँ अलिकता स्पष्ट भएको छैन भने ल यही नै छ है त यहाँ लेखेको छ वेलकम टु मात्रा है यहाँको सबै चाहिँ लोकेसनहरू दिइरहेको रहेछ ल होइन यसरी चाहिँ हेर्नु होला अहिले त भोक पनि लाग्यो र थकाइ पनि लाग्यो साथीहरूलाई ओके ल त साथी हो अब भिडियो पनि धेरै लामो भयो होला अहिलेलाई चाहिँ भने भिडियोमा अन्त गर्ने चाहिँ अन्त्यसम्म भिडियो हेरिदिनु होला भन्न चाहेँ हस् त धन्यवाद नमस्ते